सम्मान्य सभामुख महोदय, नेपाल सरकारले केही दिन अगाडि मधेसका सीमावर्ती क्षेत्रमा केही छोटी भन्सार बन्द गर्ने निर्णय गरेको छ। उक्त निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ। विशेष गरी सिराहा जिल्लाको बारेपट्टी भन्सार बन्द भएपछि त्यहाँका जनता विगत 6 दिनदेखि सडक आन्दोलनमा आन्दोलित छ, धरना बसिरहेको अवस्था छ। बारेपट्टी भन्सार सिराहा जिल्लाको मध्य भागमा रहेको अत्यन्त महत्त्वपूर्ण भन्सार हो। यस भन्सारबाट जिल्लाभरिका करिब 5 लाख नागरिक प्रत्यक्ष अप्रत्यक्ष रूपमा सेवा सुविधा लिँदै आइरहेको अवस्था छ। सामान्य सभामुख महोदय, विगत लामो समयदेखि परम्परागत राजनीतिक दलले र नेपाली राज्य सत्ताले मधेसलाई केवल कर उठाउने ठाउँको रूपमा प्रयोग गर्दै आएको छ। तराई मधेसले यो सरकारमाथि अद्भुत विश्वास गरेको छ। सरकारले कुनै पनि निर्णय गर्दै गर्दा मधेसी जनताको भावना, मधेसको भौगोलिक अवस्था तथा सामाजिक यथार्थलाई बुझेर निर्णय गर्नको लागि आवश्यक छ। नेपाल आज सुशासन, सामाजिक न्याय र राष्ट्रिय एकताको मार्गमा अघि बढिरहेको छ। यस यात्रामा तराई मधेस पूर्ण रूपमा साथ दिनको लागि र काँधमा काँध मिलाएर सहयोग गर्नको लागि तयार छ। मान्य सदस्य शोभा खनाल।